सो हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। सो तपाईँहरूको माझमा फेरि पनि म धेरै लामो समयपछि उपस्थित भइसकेको छु र नयाँ भिडियोको साथमा। सो भिडियोको विषयवस्तु रहेको छ रोमानियाको भिजा अपडेट। सो लेट्स स्टार्ट दिस भिडियो। सो गाइज, तपाईँहरू के यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट गर्नु होला। सो तपाईँहरूको कमेन्टको रिप्लाई गर्ने नै छु। सो पछिल्लो समय भिडियोहरूमा धेरै माया पनि गर्नुभएको छ त हजुरहरूले। सो कमेन्ट पनि धेरै गर्नुभएको छ र कमेन्टको रिप्लाई चाहिँ मैले हल्का टाइम नमिलेर मैले गर्न पाएको थिइनँ र भ्याएसम्म मैले कमेन्टको रिप्लाई पनि गरेकै छु। सो गर्ने छु, हजुरहरूले कमेन्ट गरिराख्नु होला, म रिप्लाई गर्ने नै छु। र त्यही कमेन्टको रिप्लाई गर्न नसकेर सो आज नयाँ भिडियो पनि बनाइरहेर र केही अपडेट कुराहरू पनि हजुरहरूसँग सेयर गर्न गइरहेको छु। र लेट्स स्टार्ट दिस भिडियो। सो गाइज, सो रोमानियाको न्यू अपडेट भन्नाले तपाईँहरूको माझमा एउटा भिडियो लिएर आइसकेको छु। सो यही भिडियोबाट तपाईँहरूको लागि म सबै जानकारीहरू दिन चाहन्छु। सो रोमानियामा अहिले चाहिँ जति नै मान्छेहरूले एप्लाई गरिराख्नु भएको छ नि, सो हजुरहरूले एप्लाई गरिराख्नु भएको छ भने सो अहिले लाइक पहिलाको भएर 23-24 को एरिया हल्का चेन्ज भइरहेको छ है त, चेन्जिङ भइरहेछ, चेन्जेस भइरहेछ। किनकि मान्छेहरू धेरै मात्रामा रोमानिया आउनु भइरहेछ। सो त्यही भएर पनि होला भिजा रेसियो चाहिँ हल्का डाउनै छ है, अहिले चाहिँ धेरै डाउन भइरहेछ र धेरै मान्छेहरूको रिजेक्ट पनि देखिरहेको छु मैले। र भनिरहेको थियो हरूले पनि भनिराख्नु भएको थियो कि रिजेक्ट भयो अस्ति भर्खर एमबिसी फेस गरेर आउनुभएको उहाँहरूको रिजेक्ट भयो भनिराख्नु भएको थियो। र धेरैजनाले मलाई कमेन्ट पनि गरिराख्नु भएको छ कि रोमानियाको वर्क पर्मिट आएको यति महिना भइसक्यो र अहिलेसम्म एमबिसी डेट पाएको छैन, यति महिना भयो इन्टरभ्यू दिएको भिजा आएको छैन भनेर भनिराख्नु छ। र त्यो सबै समस्याहरू चाहिँ सबै तपाईँहरूको मेन पावर वा एजेन्ट्सहरूको माध्यमबाट भइरहेको। तपाईँहरूको एजेन्ट्स वा मेन पावर जे भए पनि उनीहरू अलिकति स्ट्रङ छैन भने चाहिँ तपाईँहरूको ढिलो हुन्छ है। तपाईँहरूलाई कतिपय कुराहरूमा चाहिँ के गर्दो रहेछ भने उहाँबाट रोमानियाबाट यहाँबाट डिमान्डै नगरिकन डिमान्ड छ भनेर तपाईँहरूलाई लगेर एप्लाई गर्छ, पैसा लिन्छ, अनि डिमान्ड कहिले आउने थाहा हुँदैन, अनि तपाईँहरूलाई वेटिङमा राखिदिन्छ कि अब डिमान्ड आउँछ भनेर। डिमान्ड आएपछि मात्रै एप्लाई गर्छ र डिमान्डै नआइकन तपाईँहरूलाई पैसा लिएर एप्लाई भइसक्यो भनेर भन्यो भने चाहिँ हजुरहरूको हल्का ढिलो हुन्छ। अनि अर्को कुरा भनेको भिजा लागिसकेर पनि अब कतिपय मान्छेहरूको चाहिँ अब क्यान्सल भइदिरहेको हुन्छ। अनि क्यान्सल भयो भने पनि के त कम्पनीमा प्रब्लम भयो भने पनि तपाईँहरूको ढिलो हुन्छ है। हरेक कुराहरू छ त्यसमा चाहिँ। अब तपाईँहरूको ढिलो हुनुको रिजन अब एमबिसी फेस भइसकेर पनि पासपोर्ट आउट हुन कसैको छिटो हुन्छ र कसैको ढिलो हुन्छ। किनकि तपाईँहरूको डकुमेन्ट सबै पुरा छ भने तपाईँहरूको छिटो हुन्छ र कम्पनीलाई मान्छे चाहिएको छ भने छिटो, मान्छे चाहिएको भने छिटो हुन्छ। र कम्पनीलाई मान्छे चाहिएको छैन, डकुमेन्टहरू पुरा नै छैन भने हजुरहरूको हल्का ढिलो भएको, त्यही प्रब्लमहरू केही पनि होइन। र अर्को विषय रहेको छ। र मेरो चाहिँ 11 महिना 12 महिना 2 वर्ष 3 वर्ष भयो भिजा एप्लाई गरेको, तर वर्क पर्मिट आएको छैन, अफर लेटर मात्र आयो भन्नुहुन्छ। सो अफर लेटर भनेको चाहिँ जस्ट मेन पावरले आफै बनाएर दिन सक्छ है, त्यो भनेको चाहिँ केही पनि होइन। अफर लेटर भनेको जस्ट मेन पावरले बनाएर दिन सक्छ है। वर्क पर्मिट चाहिँ मेन भनेको वर्क पर्मिट चाहियो। वर्क पर्मिट चाहिँ ढिलो हुनुको रिजन चाहिँ के हो भने तपाईँहरूले कुनै पनि मेन पावरमा गएर एप्लाई गर्नुभयो, एप्लाई गरिसक्नुभयो, त्यो मेन पावरमा चाहिँ डिमान्डै छैन, उनीहरूलाई पैसा कमाउनु बस्यो, उनीहरूलाई लुट्ने हो, लुट्न बस्यो। म त सिधै भन्छु लुट्न बस्यो। सो डिमान्डै आएको छैन अनि तपाईँहरूको सिधै अनि पैसा लिन्छ अनि एप्लाई भयो भनिदिन्छ, एप्लाई भएकै हुँदैन कि त्यहाँनिर डिमान्डै आएको हुँदैन। डिमान्डै नआएको ठाउँमा तपाईँहरूले एप्लाई गर्नु भने तपाईँहरूको ढिलो हुन्छ। सो त्यही भएर तपाईँहरूले पहिला सुरुमा त जानु, डिमान्ड हेर्नु, इन्टरभ्यू दिनु, इन्टरभ्यू दिइसकेपछि वहीँको फेस टु फेस इन्टरभ्यू दिइसकेपछि बल्ल अनि एप्लाई भयो, इन्टरभ्यू पास भइसक्यो बल्ल एप्लाई भयो भने तपाईँ ढुक्क भएर बस्नु कि मेरो चाहिँ एप्लाई भएको छ। सो तपाईँहरूले इन्टरभ्यू केही नै तपाईँहरूसँग केही प्रुफै छैन, केही प्रुफै नभइकन चाहिँ तपाईँहरूले एप्लाई भयो भनेर चाहिँ भित्रदेखि है मेरो त एप्लाई भइसक्यो यतिमा त म त उड्ने हो भनेर चाहिँ नबस्नु। किनकि
उनीहरूले एप्लाई गरेकै हुँदैन क्या। त्यही भएर त तपाईँहरूको 12-13 महिना लाग्नुको रिजन नै त्यही त हो नि। एप्लाई नै भएको हुँदैन, तपाईँहरू एप्लाई भइसक्यो भनेर त्यो मेन पावर टेकेको दिनदेखिबाट पैसा दिएको दिनदेखिबाट समय गनेर बस्नुहुन्छ। अनि त्यो पनि हो मेन रिजन भनेको चाहिँ है ढिलो हुनुको। सो तपाईँहरूले चाहिँ डिमान्ड आएको ठाउँमा मेन पावर बुझ्नुहोस् अनि धेरै ठाउँ घुम्नुहोस्। डिमान्ड चाहिँ कहाँ चाहिँ झरेको छ त, डिमान्ड आएको ठाउँमा जानुहोस् अनि डिमान्ड आएको ठाउँमा गएर इन्टरभ्यू दिनुहोस्। सबैभन्दा बेटर त इन्टरभ्यू दिएर हो, इन्टरभ्यू दिनुहोस् होइन। पास भएपछि उसले सिलेक्ट गर्छ, सिलेक्ट गरेपछि बल्ल अनि तपाईँहरूको एप्लाई हुन्छ। अनि त्यहाँ तपाईँहरू पनि अलिकति भित्रदेखिबाटै ट्रस्ट हुन्छ नि आफूलाई। मैले चाहिँ इन्टरभ्यू दिएको थिएँ त फेस टु फेस भएको थियो, पास भएको थियो, एप्लाई भयो भनेर नि। सो एप्लाई अब ट्रस्ट कसरी गर्ने त अब एप्लाई भयो भनेर नि, कि त उनीहरूलाई एप्लाई गरेको पेपरहरू माग्नुहोस् है। त्यही भएर तपाईँहरू चाहिँ त्यत्तिकै ढुक्क भएर एप्लाई भयो भने ढुक्क भएर नबस्नु कि मेरो चाहिँ एप्लाई भइसक्यो यतिखेर चाहिँ म अब उनीहरूले 5 महिना 6 महिनामा त उडाइदिन्छु भन्छ। अब उडाउनु त त्यही हो, 1 वर्षसम्म पनि वर्क पर्मिट आउँदैन कसैको, त्यही भनिराख्नु भएको छ धेरैजनाले। सो त्यही हो प्रब्लम चाहिँ है। अलिकति डिमान्ड आएको राम्रो कम्पनी हेरेर राम्रो जस मेन पावर हेरेर गर्नु भने राम्रो हुन्छ। यहाँ पनि राम्रो छ, जस राम्रो कम्पनीहरू हुनेहरूको जस यहाँ राम्रो छ है, धेरै राम्रो छ कम्पनी। अलिकति यो के भन्छ अलि नराम्रो कम्पनी हुनेहरूलाई मात्र गाह्रो छ। यहाँनिर धेरै दुःख छ, धेरै मान्छे रोइरहेको हुन्छ, धेरै बिजोग पनि छ है। धेरैजनाको राम्रो पनि छ, फेरि राम्रो छ राम्रो कम्पनी हुनेहरूको। सप्लाई कम्पनीहरूको चाहिँ धेरै अलिकति सप्लाई साह्रै कोही चाहिँ त्यस्तै हुँदो रहेछ। सप्लाई कम्पनी भन्ने चाहिँ सबै नराम्रो नै हुँदैन, सबै राम्रो पनि हुँदैन है। 100मा 1% चाहिँ राम्रै हुन्छ सप्लाई पनि। अनि सप्लाई कम्पनी भन्ने चाहिँ तपाईँहरूको प्रायः जस्तो चाहिँ अब सेक्टर 1मा 1 दिन काम भयो, सेक्टर 2मा अर्को महिना भयो, त्यसरी जस काम सकिएपछि साह्रै गर्दो रहेछ है। त्यो चाहिँ नराम्रो हो, तर स्यालेरी पनि त्यति धेरै हुँदो रहेछ। तपाईँहरू जस अलिकति बुझेर राम्रो डिमान्डमा एप्लाई गर्नु भने चाहिँ जस यहाँनिर तपाईँहरूको लागि चाहिँ राम्रो छ। अन्त हेरेको चाहिँ मलाई चाहिँ ठिक छ, ठिक लाग्यो। यहाँनिर तपाईँहरूको बेसिक स्यालेरी त्यही 90, 80, 85, 90, 70, 75 त्यही हो होइन। धेरै हाइएस्ट भनेको फर्स्टमा आएर कमाउने भनेको 80, 90, 75,000 चाहिँ नेपाली पैसा हुन्छ। त्यही हो तपाईँहरूको यहाँको पैसा भनेको 2800, 2500 र 3000 त्यतिको बिचमा हुन्छ है। अब तपाईँहरू लकी हुनुहुन्छ भने 3200 नै हुन्छ, 3000 नै हुन्छ, 2800 नै हुन्छ, 2500 नै हुन्छ। त्यही हो आफ्नो भाग्य, आफ्नो काममा नि डिपेन्ड गर्छ र आफ्नो लकमा नि फेभर गर्छ है। त्यो चाहिँ म त्यही भन्न चाहन्छु। सो अब तपाईँहरू यो नसोच्नु कि यहाँ आइसकेर 1 लाख चाहिँ सुरुबाटै स्टार्टबाटै कमाउँछु भनेर। इट्स नट इजी है गाइज, यो चाहिँ इजी छैन। यहाँनिर चाहिँ तपाईँहरूसँग एक्सपिरियन्स भए पनि यो चाहिँ इजी छैन। मैले किनकि यहाँ चाहिँ इजी देखाएको छुइनँ है। एक्सपिरियन्स भए पनि यहाँनिर चाहिँ अब देखाउनु त देखाउनुहुन्छ, तर कसै यहाँको ल्याङ्ग्वेजै आउँदैन। अब यहाँ तपाईँलाई अब आफूले मसँग चाहिँ यो एक्सपिरियन्स छ है त भनेर भन्नु पऱ्यो नि त। भन्नलाई पनि यहाँको ल्याङ्ग्वेज आउनु पऱ्यो नि। यिनीहरूले इङ्ग्लिसै आउँदैन। अब हामीलाई इङ्ग्लिस आउँछ, यिनीहरूले इङ्ग्लिसै आउँदैन। अब हाम्रो ल्याङ्ग्वेज बोल भने उनीहरूलाई अब इङ्ग्लिस हामी इङ्ग्लिस बोल्दैन, हाम्रो ल्याङ्ग्वेज बोल्छौँ भन्छ। अब त्यही भएर पनि तपाईँहरूलाई उहाँ दलहरूले भन्छ है, एजेन्सीहरूले भन्ला इङ्ग्लिस बोल्छ, डलर चल्छ, यो चाहिँ सबै फेक है, केही पनि चल्दैन। इङ्ग्लिस फाट्ट कतै चल्यो भने मात्र न। यहाँको ल्याङ्ग्वेज भनेको चाहिँ यहाँको प्राथमिकता चाहिँ यहाँको ल्याङ्ग्वेजलाई दिन्छ। इङ्ग्लिस भनेको अलिकति सिटीतिर अलिकता जस अलिक पढेहरूको मान्छेहरूले मात्र बोल्छ, त्यही पनि बोल्न चाहँदैन रहेछ यहाँको मान्छेहरूले। आफूलाई इङ्ग्लिस आए पनि उनीहरूले बोल्न चाहँदो रहेछ है, उनीहरूले सिक्नै चाहँदो रहेछ इङ्ग्लिसहरू, यताउता सेकेन्ड ल्याङ्ग्वेजहरू चाहिँ यहीँको ल्याङ्ग्वेजले प्राथमिकता दिन्छ। त्यही भएर तपाईँहरूलाई आफूसँग एक्सपिरियन्स भए पनि तपाईँसँग एउटा क्वालिफिकेसन छ भने पनि गाह्रो छ। यहाँ चाहिँ ल्याङ्ग्वेजले गर्दाखेरि गाह्रो छ। बरुभन्दा बेसिक ल्याङ्ग्वेजहरू आयो भने जस सजिलो चाहिँ हुन्छ है, इजी हुन्छ। त्यही भएर ल्याङ्ग्वेज भयो भने राम्रो छ, नभए पैसा तपाईँहरू त्यति धेरै एक्सपेक्ट चाहिँ गरेन। त्यही हो पहिला स्टार्टमा आउँदाखेरि थोरै पैसा हुन्छ, थोरै पैसाबाट स्टार्ट गर्दै ल्याङ्ग्वेज सिक्दै जानुभयो भने तपाईँहरूको लागि बेटर हुनेछ। सो अनि यस्तै हो कुराहरू भने। अनि तपाईँहरूलाई त्यही कुराहरू भन्नु परिरहेको थियो मलाई। सो तपाईँहरूले यही धेरैजना मान्छेहरूको चाहिँ के मेरो भिडियोहरूमा कमेन्टहरू यस्तै रहेको छ र आज मैले तपाईँहरूको लागि एन्सर दिएको पनि छु। अनि राम्रोसँग सोच विचार गरेर राम्रो मेन पावरबाट र राम्रो एजेन्सीको थ्रुबाट एप्लाई गर्नुहोस्, तपाईँहरूको लागि पनि राम्रो छ र राम्रो हुनेछ। सो गाइज टेक केयर एन्ड लभ यु सो मच।
See you again next video guys. Love you all.